नमस्कार। म गोविन्द बोहरा ब्रह्माण्ड, हाम्रो पार्टी नेपालको केन्द्रीय संयोजक। म नेपालको सन्दर्भमा एउटा विश्लेषणात्मक र सशंकित एउटा घटनाक्रमलाई जोडेर अहिले नेपालमा जो राजा र हिन्दू राष्ट्रको नाममा जुन क्रियाकलापहरू भइरहेका छन्, त्यो राजनीतिक आन्दोलनको आवरणमा त्यो सम्बन्धी एउटा नजिर, सिक्किमको नजिर सहित एउटा टपिक, भारतमा गाभिनु पूर्वको स्वतन्त्र राष्ट्र सिक्किम र नेपालको भू राजनीतिक परिस्थिति र अहिलेको अवस्थाको बारेमा एक तुलनात्मक विश्लेषण पेश गर्दैछु। नम्बर 1, त्यो बेलामा भारतमा सिक्किम गाभिनु पूर्व यो घटना भनेको सन् 1950 देखि 1975 सम्मको। यसलाई विश्लेषण गर्दा त्यो बेलामा सिक्किमको सिमाना तीनतिर देखिन्छ। उत्तरतिर चीन, पश्चिमतिर भुटान र दक्षिणतिर चाहिँ भारत, तीनटा सिमाना देखिन्थ्यो त्यो बेलामा। सिक्किमको रणनीतिक महत्त्व सम्भवतः दक्षिणको र उत्तरको लागि एउटा डोक्लाम नाका, अर्को नाथुला पास, त्यो देखिन्थ्यो। अर्को भारतको दृष्टिकोण के बुझिन्छ भने त्यो बेलाको चीनको प्रभाव रोक्न स्थायी नियन्त्रण आवश्यक ठान्थ्यो। जसरी हामी नेपालको विश्लेषण गर्दा नेपालमा सदा दक्षिणले नियन्त्रित अस्थिरता चाहन्छ भनिरहन्छौँ, त्यस्तै ऊ चाहिँ त्यहाँ स्थायी नियन्त्रण चाहन्थ्यो सिक्किममा। सँगै भारतले त्यहाँ एउटा जनसंग्रहको माहौल निर्माण गर्यो। तपाईको आन्तरिक असन्तुष्टिलाई भरपूर प्रयोग गरेर एक उचित समय निर्माण गरेर सिक्किमलाई भारतमा गाल्यो, हैन। अझ त्योभन्दा पहिला त उसले भारतमा गाब्नुभन्दा पहिला 1950 को सन्धिलाई टेकेर के गरायो भन्दा सुरक्षा र विदेश नीति आफ्नो नियन्त्रणमा लियो। त्यसपछि जनसंग्रहको माहौल बनायो अनि सेना र आन्तरिक असन्तुष्टि भनेको नेपालमा हामी हैन दलका नाममा, संघर्षका नाममा, अधिकारको नाममा जुधिरहेका छौं नि त, हो त्यो आन्तरिक असन्तुष्टिको चाहिँ भरपूर उपयोग मार्फत सिक्किमलाई भारतमा विलय गरायो 1975 मा। यो एउटा विश्लेषण सिक्किम भारतमा गाभिनु भन्दा पहिला। नम्बर 2, नेपालको वर्तमान भू राजनीतिक अवस्था र परिस्थिति। नेपालको कस्तो छ स्थान हेर्नुस्। नेपाल भारत र चीनको बीचमा छ। भारतसँग झन्डै 1850 किलोमिटर, तीनवटा नेपालको पूर्व, दक्षिण र पश्चिम भारतसँग चाहिँ हाम्रो नाका जोडिएको छ भने उत्तरमा चीन। र यो नेपालको महत्त्वपूर्ण के हो भन्दा जलस्रोत हो र हिमाली नाकाहरूमा नियन्त्रण यो दक्षिणले चाहेको देखिन्छ। हाम्रो रणनीतिक भूगोल यो छ। र नेपालमा भारत र चीनको स्पष्ट प्रतिस्पर्धा देखिन्छ। अर्को, भारतको प्रभाव नेपालमा चाहिँ पुरानो सन्धि अथवा 1950 को सन्धि, व्यापार र सुरक्षाको बहानामा उसले हामीलाई दबाब दिइरहन्छ। एक किसिमको नियन्त्रित अस्थिरताको सिक्किमकै मोडलमा, गाब्नुभन्दा पहिलाको मोडलमा उसले सिक्किममा जे गरेको थियो नेपालमा त्यही गर्छ। अर्थात् 1950 को सन्धिलाई टेक्छ, व्यापारमा दबाब दिन्छ र सुरक्षाको बहानामा दबाब दिन्छ। आतंकवादको केन्द्र, ट्रान्जिट पोइन्ट भयो भन्छ नि त। त्यस्तै चीनको नेपालमा रणनीति के देखिन्छ, BRI कार्यान्वयन गर, पूर्वाधार विकासमा जोड दिन्छ उसले। एउटा नेपाल स्थिर सरकार बनोस्, विकासमा जाओस्
र यहाँ असन्तुलन अर्थात् उलाई चाहिँ सुरक्षा चुनौती असन्तुलनको कारणले हुने हो स्थिरता चाहन्छ चीन र सीमामा ऊ लगानी नेपालको सिमानामा चीन लगानी गर्न चाहन्छ नेपालमा। अब 3 नम्बरमा के देखिन्छ भन्दा सिक्किममा प्रयोग भएको रणनीति र नेपालमा सम्भावित प्रयोग हामीले त्यो हेरौँ। 3 नम्बरमा चाहिँ यसरी छुट्याएर हेर्दा सिक्किममा प्रयोग भएको रणनीति र नेपालमा सम्भावित के हुन सक्छ त भन्दा सन्धि र सम्झौता मार्फत नियन्त्रण, जस्तै 1950 को सन्धिलाई भारतले कार्यान्वयन गर्न दबाब दिन्छ, सन्धि सम्झौताको दबाब दिन्छ। अर्को आन्तरिक राजनीतिक विभाजन र अस्थिरतामा खेल्छ। अर्को रणनीति लगानी र कूटनीतिक दबाब दिन्छ। उसले रणनीतिक लगानीमा धेरै हार्डवेयर र सफ्टवेयर दुईटै, हार्ड पावर र सफ्ट पावर दुईटै प्रयोग गरिएको देखिन्छ भने जनमतको प्रयोग गर्ने सम्भावना भनेको हामीले नागरिकता विधेयकदेखि लिएर सबै कुराहरूको जनमत, हाम्रो तराईमा चाहिँ हामीले 40 लाख भन्दा बढी भारतीयहरूले नागरिकता पाएको भन्छौँ, यावत विषयहरू छन्। यो जनमतको चाहिँ उसले माहौल बनाउँछ, अर्थात् जनमत संग्रह मार्फत ठ्याक्कै सिक्किमी मोडलबाट अगाडि लिएर जान खोजेको चाहिँ हामी देख्छौँ। जसको कारण अहिले तराईको 24वटा जिल्लामा मात्रै 54% जनसङ्ख्या पुर्याइसकिएको देखिन्छ। अब यो कोणबाट हेर्दा सिक्किमबाट नेपालले सिक्नुपर्ने पाठहरू के हुन्, यो महत्त्वपूर्ण यहाँ छ। हामी के देख्छौँ भने आन्तरिक एकता र स्थायित्व यो विदेशी हस्तक्षेप रोक्ने एउटा आधार हो, यसलाई हामीले एकदम ध्यान दियौं। अर्को स्वतन्त्र परराष्ट्र नीति छ, यसलाई चाहिँ अझ बहसमा लिएर जाउँ, यसको आवश्यकता किन छ भनेर यो जनस्तरबाट बौद्धिक क्षेत्रबाट हुनुपर्ने देख्छौँ। अर्को सशक्त संविधानलाई संशोधन गर्नुपर्छ, राष्ट्रप्रेमी नेतृत्वहरूलाई अगाडि लिएर आउनुपर्छ र एउटा जनचेतना यो अपरिहार्य छ, यसलाई चाहिँ बहस जनतामा लिएर जाउँ, उठौँ, चेतना बाँडौँ। र अर्को आत्मनिर्भरता नै दीर्घकालीन स्वतन्त्रताको आधार हो, नेपाल आत्मनिर्भरतामा चाहिँ अगाडि बढ्नुपर्छ, यो चेतना नागरिकमा चाहिँ हामीले बाँडेर लिएर जानुपर्ने छ। नयाँ राजनीतिक शक्ति चाहिँ जो हामी जन्मिँदैछौँ त्यतातिर ध्यान दियौँ। र अन्तिम निष्कर्ष भनेको के हो भने सिक्किमको विलय केवल त्यो इतिहास होइन, यो एउटा चेतावनी हो। नेपालले पाठ सिक्नुपर्छ, त्यसको लागि नेपालले सन्तुलित परराष्ट्र नीति मार्फत, आन्तरिक एकता मार्फत र संवैधानिक सुरक्षा प्रणाली बलियो बनाउन सकेमा नेपाल बलियो हुन्छ, हाम्रो त्यो कमजोर छ। यसै प्रकारले अब दक्षिणले हस्तक्षेप मार्फत सिक्किमीकरणको मोडल बनाइ नै हाल्छ, हैन, उसले शिकार बनाउन खोज्छ। यसको लागि चाहिँ हामीले पहिला फिजीकरणको बाटो देख्यौं, हैन, उसले कोसिस गरिएको। अर्को भुटानीकरणको बाटो देख्यौं, सुरक्षा र परराष्ट्र नीति लिने। त्यसपछि सिक्किमीकरणको चाहिँ हामीले त्यो बाटो लिएको देख्न सक्छौं। यो निकै डरलाग्दो छ। विशेष गरी यो राजा र हिन्दू राष्ट्रको आवरणमा यी घटनाक्रमहरू देखा परेका छन्। साम्प्रदायिक दंगाको स्वरूप पनि त्यही देख्छौं भने नेपालमा चाहिँ आतंकवादीहरूको एउटा ट्रान्जिट पोइन्ट हो, यो आतंकवादीहरूको एउटा प्रशय स्थल हो, अथवा उनीहरू यहाँ सुरक्षित रहन सक्छन् भन्ने रिपोर्ट बेला बेलामा प्रस्तुत गरेको पनि यही देख्छौं। त्यसकारण नेपाल त्यो सिक्किमीकरणको बाटोतर्फ चाहिँ अगाडि लिएर गइरहेको त्यो शक्तिले यसलाई रोक्नुपर्छ। यसको लागि राष्ट्रभक्त देशभक्तहरू, हामी जो राष्ट्रवादी भनेका छौं, देशभक्त भनिरहेका छौं, यो गम्भीर समयमा चाहिँ हामीले सोचौं। अन्धधुन्द राज संस्थाको मुद्दा नेपाली जनताबाटै उठाउन सकेमा राम्रो, राज संस्थाका पक्षधर साथीहरूको नि ध्यान आकर्षण होस्। यी विषयमा हामीलाई समयमै देशभक्तहरूको चेतना खुलोस् र यो संघर्षमा अगाडि बढ्न सकौं। बाँकी यहाँहरूको कमेन्ट मार्फत प्रतिक्रिया, सुझाव, सल्लाह र थप अगाडि बढ्ने आधारहरू के हुन सक्छन् राखौं। राष्ट्र चाहिँ यो गम्भीर मोडमा रहेको हाम्रो निष्कर्ष छ। मेरो परिचय गोविन्द बोहरा ब्रह्माण्ड। अघि सुरुमा नि भने म हाम्रो पार्टी नेपालको संयोजक। नयाँ पार्टी बाहिर देखिँदैन, तर यसलाई चाहिँ हामीले सुरक्षा कूटनीति मार्फत व्यवस्थापन गर्नुपर्छ। अब एकपल्ट अब नेपालको यो गिजोलिएको राजनीति सिक्किमीकरण हुनबाट रोक्न, कम्तीमा भुटानीकरण हुनबाट रोक्नको लागि चाहिँ नेपालको गिजोलिएको राजनीतिलाई सुरक्षा कूटनीति मार्फत व्यवस्थापन गर्नुपर्छ र
हामीले अहिलेलाई सुरक्षा निकाय है आम नेपाली नागरिकले सुरक्षा निकायलाई चाहिँ अभिभावक मानेर नेपाली नागरिकहरू जनप्रदर्शन मार्फत आफ्नो व्यवस्था स्थापित गर्नुपर्छ, नयाँ व्यवस्था ल्याउनुपर्छ। त्यसको लागि चाहिँ अहिले सर्वपक्षीय नागरिक सरकार बनाउन हामी सबैलाई अपिल गर्दैछौँ। त्यसको लागि जनप्रदर्शन मार्फत अगाडि बढौँ, देशभक्तहरूको एउटा सशक्त मोर्चा बनौँ र देशलाई दिगो रूपमा नेपालको उत्तर र दक्षिण शक्तिलाई सुरक्षा चिन्ताको चाहिँ ग्यारेन्टी नेपालले दिने गरी नेपाललाई चाहिँ विकासमा अगाडि लिएर जानुपर्छ। बाँकी यहाँहरूको चाहिँ कमेन्ट चाहन्छु। धन्यवाद।